हेलो साथीहरू, नमस्ते। फेरि पनि स्वागत गर्न चाहन्छु शेयर सम्बन्धी आजको लेटेस्ट अपडेटमा। साथीहरू, अन्ततः प्योर एनर्जी लिमिटेडको आइपिओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको छ। यस कम्पनीले आफ्नो चुक्ता पुँजी 80 करोडको 20% अर्थात् 16 लाख वैदेशिक नेपाली म्युचुअल फन्ड, कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि निष्कासन गरेको थियो। त्यसै गरी चुक्ता पुँजीको 80% अर्थात् 64 लाख प्रमोटर अर्थात् संस्थापक शेयर धनीहरूका लागि निष्कासन गरेको थियो र बाँडफाँड पश्चात नेप्सेमा सूचीकृत पनि भइसकेको छ। पर्फर्मेन्सको आधारमा यस कम्पनीलाई हामीले लो क्याप अन्तर्गत रहेको मान्न सक्छौँ। यस कम्पनीको हालको इपिएस ₹2.75 ऋणात्मकमा रहेको छ। त्यसैले यस कम्पनीले मुनाफा दिनको लागि समय लगाउने जस्तो देखिन्छ, किनकि यसको इपिएस हाल ऋणात्मकमा रहेको छ र यसको इपिएस चाहिँ पहिला प्लसमा आउनुपर्छ, अनि मात्र यस कम्पनीले हामीलाई मुनाफा दिन सक्छ। यस प्योर एनर्जी लिमिटेडको हालको नेटवर्थ चाहिँ ₹96.45 रहेको छ। त्यसैले पहिलो कारोबारको दिन यस कम्पनीको ओपनिङ प्राइस ₹96.45 देखि नेटवर्थको 3 गुणा ₹289.35 सम्म यसको ओपनिङ प्राइस हुनेछ र यस कम्पनीको कारोबार चाहिँ आउँदो आइतबार 18 गतेको प्री ओपन सेसनमा कारोबार भइसके पश्चात हुनेछ। साथीहरू, भिडियो हेर्नको लागि धन्यवाद। फेरि पनि उपस्थित हुनेछु यस्तै जानकारीमूलक भिडियोको साथमा।